स्वागत छ मेरो युट्युब च्यानल हिमाली धर्म केन्द्रमा। मैले तपाईहरुलाई यो बुद्ध धर्मभित्र प्रयोग भएका धारणी मन्त्रहरूको उच्चारण र संक्षेपमा अर्थ बताउँदै आइरहेको छु। आज यसै क्रममा आज तपाईहरुलाई यो बुद्ध धर्ममा मन्त्र जाप गर्दाखेरि नब्बै नहुने मालाको विषयमा यहाँ महत्त्वपूर्ण कुराहरू समावेश गर्न गइरहेको छु। हाम्रो बुद्ध धर्मभित्र नब्बै नहुने जापमालाको विषयमा तपाईहरुलाई आज केही तथ्यहरू बताउन गइरहेको छु। दुईटा केरिम पुस्तकबाट साबर गरेर संकलन गरेको छु। मालाको अधिष्ठान गर्ने मन्त्रमा चाहिँ दुई प्रकारको रहेको छ। एउटा चाहिँ ओम रुचिरा मणि प्रवर्ताया हुङ, अर्को चाहिँ ओम रुचिरा मणि प्रवर्धनाय सोहा। अब यसको अर्थ अलिक तल छ अनि यसको इतिहास अनि कस्तो मालाको किसिम, प्रयोग गर्न मिल्ने अनि प्रयोग गर्न नमिल्ने सबै कुराहरूको जानकारी यहाँ मैले प्रस्तुत गर्न गइरहेको छु। त्यसकारण आजको भिडियो चाहिँ तपाईहरुले सुरुदेखि अन्तिमसम्म नकाटिकन राम्ररी हेर्नु होला। बीचमा काट्नु भयो भने तपाईहरुले अलि बुझ्न गाह्रो हुन्छ। त्यसकारण सुरुदेखि अन्तिमसम्म क्रमबद्ध रूपमा हेर्नुस्। यो मालाको विषयमा संकलन गरेको तथ्य चाहिँ पहिलो केरिम पुस्तक चाहिँ यस्तो रहेको छ। तङपोनी केरिम चिगी नाम्ये दङ न्येन्टुप छम्गी चिने दोर्दु रप्सल नोर्बोगी डोन्मे शे च्यावा युक्सो। अब यो चाहिँ यो पुस्तकको नाम हो। यो पुस्तकको जेपापो चाहिँ जामगोन कोङटुल लोटे थाए सेचेन तेन्नी तर्येलिङ राब्जुङ चुदिन तोन्पे धेलो 2564 छिलो 2020। यो चाहिँ इङ्ग्लिस डेट 2020 मा निकाल्नु भएको रहेछ। यो किताब मैले यो किताब किनेको छु। यो बुकसपमा पाउने रहेछ। यो किताब मैले 3-4 वर्ष भइसक्यो मैले यो किताब किनेर। यो भित्र धेरै चाहिने कुराहरू हाम्रो बजारियन साधकहरूको लागि अति महत्त्वपूर्ण तथ्यहरू यहाँबाट जानकारी लिन सकिन्छ। त्यसकारण मैले पनि यो किनेको छु। यो बुकसपमा किन्न पाउँछ। अनि त्यही किताब हेरेर आज केही कुराहरू तपाईहरुलाई यहाँ म समावेश गरेको छु मालाको विषयमा। यहाँ हेर्नुस्। दायुल ठेङ्वानी जापको माला ता कस्तो हुनुपर्छ भने यहाँ हेरे राप रिम्पोछे उत्तम, सबभन्दा उत्तम प्रथम शेरनी चाहिँ के हुन्छ भने रिम्पोछे। यो रत्न बहुमूल्य रत्नहरूबाट बनेको माला चाहिँ सबभन्दा उत्तम हुन्छ अरे राप रिम्पोछे। डिङ सिङडे अनि माध्यम चाहिँ के हुन्छ अरे भने माध्यम चाहिँ यो वृक्षको फलबाट बनाएको माला चाहिँ माध्यम हुन्छ अरे। थामा सा धोले जुङ्वा तेस्रो श्रेणीको माला चाहिँ माटो ढुङ्गाबाट बनाएको माला चाहिँ तेस्रो श्रेणीको माला हो। शिवर धुङसेल शान्ति कार्यका लागि प्रयोग गर्ने माला चाहिँ धुङ र सेल शङ्ख र सिसाबाट बनाएको माला चाहिँ शान्ति कार्यको लागि जापमा प्रयोग गरिन्छ अरे। केवर शेरदाङ मुतिक हाम्रो आयु बढाउने अनि हाम्रो शक्ति बढाउने यस्तोमा प्रयोग गर्ने माला चाहिँ
सेरबाट बनाएको अथवा मोतिकबाट बनाएको, मोतिक सुनबाट बनाएको र मोतीबाट बनाएको हुनुपर्छ अरे। वाङला चेरु चन्दन मार्पो पेमै निङपो सोक। अनि यो हाम्रो कुनै पनि बासमा पर्ने अथवा अधिकार जमाउनका लागि प्रयोग गरिने झापमाला चाहिँ मुगाबाट बनाएको, रातो चन्दनबाट बनाएको र पेमै निङपोबाट बनाएको माला चाहिन्छ। ढाकपोला च्याकदाङ यु युठेङ सेङदेङ सोक। अनि ढाकपो यो रौद्र कार्य अलिकति रौद्र अलि ठो ढाकपोको कार्यको लागि चाहिँ प्रयोग गर्ने मालाहरू चाहिँ कुनै पनि दुष्ट आत्माहरूलाई बासमा पारेर त्यसलाई सही बाटो देखाउने कार्यहरू गर्नको लागि चाहिँ हाम्रो च्याकदाङ युठेङ फालमबाट बनाएको अथवा युबाट बनाएको, सेङदेङ भने काठबाट बनाएको यस्तो खालको मालाहरू प्रयोग गरिन्छ। अब जिछोङ वा से ले नाचोक टुप्चिङले जिरा छोङ अनि सेबाट बनाएको मालाहरू चाहिँ विभिन्न कामको लागि प्रयोग गरिन्छ रे। थोठेङ्गी ढाकपो यी खाडो वाङदु दुधपरासुङ। यो खप्परको मालाहरूले चाहिँ यो क्रोधी अथवा रुद्र डाकिनीहरूलाई बासमा पर्नको लागि प्रयोग गरिन्छ रे। चिर हिधम शिवे रिक्ला बोधिचिदम शान्तिरूपी इष्टदेवहरूको लागि बोधिची भन्ने माला प्रयोग हुन्छ रे। यो ठोवोला रु रक्षा। अनि यो क्रोध रूपीहरूमा चाहिँ रुराक्षा भनेको यो चाहिँ अब यो रुद्राक्षलाई चाहिँ सुरक्षा गरेर त्यसलाई चाहिँ अपभ्रंश भएर रुराक्षा लेख्न गएको भन्ने भेटेको छु। क्रोध रूपी इष्टदेवहरूको लागि रुद्राक्षको माला प्रयोग हुन्छ। बोधिची टाङमेग्युर बोधिची भन्ने माला चाहिँ यति कामको लागि भने छैन, त्यसको चाहिँ असङ्ख्य प्रयोग हुन्छ भन्ने लेखेको छ। बोधिची टाङमेग्युर ठेङ्वा तेहाङ माला ट्रोताङ मटलबर चाङवादाङ जेन्ला मितेन। अब यो माला चाहिँ कस्तो हुनुपर्छ भन्ने हाम्रो बुद्ध धर्मको अनुसार चाहिँ माला चाहिँ आफूसँगै राख्नुपर्छ। हाम्रो न्यानोपान चाहिँ नछुटिकन सँगै राख्नुपर्ने हुने रहेछ यो माला चाहिँ। अनि अरूलाई देखाउन पनि हुँदैन भन्ने लेखेको छ यहाँ। सेन्ला मितेन भने अरूलाई नदेखाउने भनेको। बुद्ध धर्मको माला हाम्रो माला चाहिँ अरूलाई नदेखाउने अनि आफ्नो जिउको न्यानोबाट चाहिँ टाढा नराख्ने र अरूलाई नदेखाउने गर्नुपर्छ। ताम्चिक मिचिकपा सोक झेन लाक मिडिमले। अब सँगै पढेको अथवा सँगै ओङ सुसिगरको अभिषेक लिएको साथीहरूभित्र भएक अरूमा चाहिँ यो अरूको हातमा चाहिँ यो माला दिनु हुँदैन रे। आफ्नो माला आफूले प्रयोग गर्ने माला दिनु हुँदैन भनेछ। खेपर खिदाङ झिला भूमेकी मारेकजिङ सुइक्याङ मागोम्बर चारे। विशेष गरी कुकुर अनि माउ बिरालोले नछुएको र
त्यस्तै कसैले पनि ननागेको त्यो माथि नागेर नगाएको माला हुनुपर्छ अरे। सा चेन्दु मिजा, अब भुइँमा पनि राख्नु हुँदैन अरे, माला चाहिँ भुइँमा पनि राख्नु हुँदैन। सा चेन्दु मिजा, भुइँमा नराख्नु भनेछ। देवा मिचा धी मिडेन, अब जाप गर्ने बेला बाहेक अरू बेला माला चलाउनु हुँदैन अरे। मिचाङबे ठेवा मिचाङ वा सोकी तम्सिक, अपवित्र भएको माला प्रयोग गर्दिन भनेर समय लिनुपर्छ अरे। अब अर्को अर्थमा भन्यो भने चाहिँ अशुद्धि भएको मालाहरू चाहिँ प्रयोग गर्दिन भनेर चाहिँ हामीले प्रोमिस गर्नुपर्छ भनेछ। ठेवा तेङ्गी दुई गुन्दु लाग्पा एम्बा खोने डेन्ने, अब माला चाहिँ हामीले जहिले पनि बायाँ हातले जाप गर्नुपर्छ भनेछ। बायाँ हातले, लेफ्ट ह्यान्डले, बायाँ हातले। लाग्पा एगी नामयाङ मिडेन, दायाँ हातले कहिले पनि जाप गर्नु हुँदैन भनेछ। देवे कप्सो सेम नम्बर एङबे चिचम देक्याङ ngakdip चुङसे सप्पाचमले धोपे मोटुप मिटुप दे। जाप गर्ने बेलामा हामीले हाम्रो मन चाहिँ यताउता राम्रोसँग डुलेर बस्यो भने जति जाप गरे पनि नि हाम्रो वचनको आवरण, वचनको दोष चाहिँ अलिकति चाहिँ कम हुन्छ अरे, तर चाहेको सिद्धि चाहिँ कुनै प्राप्त हुँदैन भनेर लेखेको छ। ओगेन छेम्बोगी, अब यो ओगेन छेम्बो भने चाहिँ गुरु रिम्पोछेले भनेको। गुरु रिम्पोछेले अब यहाँ लुङ टाङ्सी गरेको छ। मायेङ तिङजिन देम्बे दा जेन्दु येङबर गिर्नानी कालबर देक्याङ डे मिजिन, अब गुरु रिम्पोछेले हाम्रो पात्मासम बाबाले के भन्नुभएको छ भने चाहिँ हाम्रो मन नबरालिकन जाप गर्नु, यदि यताउता मन बरालियो भने म पनि युगसम्म जाप गरे पनि नि फल पाउँदैन भनेछ। अब यो चाहिँ दोस्रो हाम्रो केरिमको पुस्तक, त्यहाँबाट मैले साबर गरेको छु। केरिमको पुस्तकको नाम चाहिँ यस्तो छ, केरिमगी सिन्डी छोगा चिटो तर कोतपा मेन्गा कुन्तु से चवा झुक्सो भनिन्छ। यो चाहिँ केरिमको बुकको नाम हो, किताबको नाम। लेखक चाहिँ को हुनुहुन्छ भने लेखक चाहिँ खाटुल कुन्खेन टेम्बे निमे जे भनेछ। यो पुस्तकबाट चाहिँ मैले साबर गरेको, यहाँबाट मैले चाहिँ टाइप गरेर तपाईँहरूलाई यहाँ देखाएको छु। यो किताबभित्र अनुसार नाङ्ने सुङबा तर्ना, यो किताबको अनुसार चाहिँ के भनिन्छ भने ngaकी टाङठेङ क्याङ मन्त्रको जापमाला पनि लोबेन छेम्बोई, अब गुरु रिम्पोछेले पात्मासम्बाले ग्युनी राब्ला रिम्पोछे उत्तम चाहिँ मनीबाट बनाएको हो रे। ढिङ्बो सिङ्गी ढेबुते, माध्यम चाहिँ वृक्षको फालबाट बनाएको हो रे। थामा सिङदाङ सातोदाङ मेनगी धेगुई ठेङ्बा हो। तेस्रो दर्जाको माला चाहिँ माटो, ढुङ्गा र औषधिको लेपबाट बनाएको हो भनेछ। अब अगाडिको र यो त उस्तै एउटै देखियो। अब अघिको पुस्तकमा पनि यही थियो, अहिले यहाँ पनि यही रहेछ, सेम रहेछ। यसमा चाहिँ के छ भने मेनकी धेगु भन्ने चाहिँ थाप गर्यो। मेनको धेगु भनेको चाहिँ लेप गरेको रे, धेगु भनेको चाहिँ लेप गरेको रहेछ। हाम्रो जलाप लगाएको भन्छ नि, त्यस्तै लेप गरेर बनाएको हुने रहेछ। त्यो चाहिँ
तेस्रो दर्जाको अरे औषधिको लेपले बनाएको माला र माटो ढुङ्गाबाट बनाएको माला चाहिँ तेस्रो दर्जाको माला अरे। से सोक्दाङ खेपर्दो विशेष गरी बोधेचिनी कुनला सिसेदाङ। बोधेची भने यो माला चाहिँ सबैमा मङ्गल हुन्छ अरे। टाङ्ग्युर खेक्याङ अनि त्यसको गन्ती गरेको गन्तीको फल पनि विशेष हुन्छ अरे। टाङ्ग्युर खेक्याङ बोधेची नि टाङ मेदो। अनि यो बोधेची चाहिँ त्यसको फलको चाहिँ गन्ती गर्न सक्दैन अरे, त्यस्तो धेरै फल पाउँछ रे। यो बोधेची चाहिँ सबैको लागि उत्तम रे। से सुङसिङ सिठो कङलाङ शिवा नित्य छोक्तु ngakso रे। अब यो शिव र टक्पो शान्ति देवताहरू र क्रोध देवताहरू गरेर जम्मा 6 देवताहरू शिव। अब यो शान्तिको देवहरू 42 वटा अनि ठोको देवताहरू 58 वटा गरेर सिठो भन्ने भित्र चाहिँ हाम्रो 100 देवताहरू 100 देवताहरू 100 देवताहरू हुन्छ। त्यो सबैको लागि यो उत्तम हो भनेछ, सबैलाई उत्तम हो भनेछ। अब हामीले बुद्ध धर्मअनुसार चाहिँ प्रयोग गर्न नहुने मालाहरू चाहिँ यसरी छ। छाम्मे कि लेचेपा अनन्त प्रायश्चित नहुने अनन्त कार्य गरेको मान्छेको हातबाट लिएको माला। सेम्बा कसैको हातबाट लिएको माला। तम्यम चरित्रहीन वचन पक्को नभएको मानिसको हातबाट लिएको माला। मेपो यो आफ्नै कुललाई हत्या गरेको मान्छेको हातबाट लिएको माला। कुनमा चोरको हातबाट लिएको चोरी गरेर हामीले किन्ने माला, त्यस्तो चाहिँ प्रयोग गर्नु हुँदैन रे। कुनमा सोक्की लाग्ने चुङादाङ जेनले ठोपादाङ अरूबाट लुटेर लिएको माला पनि प्रयोग गर्नु हुँदैन रे। ह्लाला जेन्गी फुलवादाङ अनि देउतालाई चढाएको माला। ह्लाइ गेन्ने टोलवादाङ अनि देउतालाई चढाइरहेको ठाउँबाट चाहिँ झिकेर ल्याउने। ढाङ माडिक्पा गन्ती नपुगेको ढाङ माडिक्पा। मेइ छिक्पा आगोले ढडेको। ढिन्डोई गुम्बा अब पशुले नागेर गएको माला। झाची सेवा चारा र मुसाहरूले टोकेको माला। ngakla tamsel जुपर सुङबे अनि यो मन्त्रमा सिल बङ्गा भएको हुनाले त्यस्तोहरू चाहिँ प्रयोग नगर्नु भनिनेछ। झाची सेवा सोकी ngakla tamsel जुपर सुङबे पङ्बर चासिङ। हामीले प्रयोग गर्न नहुने मालाहरू चाहिँ के रहेको छन् त? अब छोटकारीमा चाहिँ यसरी छ। पञ्च अनन्तरीय कार्य गरेको मानिस कसै वचन बङ्गा तम्यम। मेपो एउटै आफ्नै कुललाई हत्या गरेको। कुनमा चोर इत्यादिको हातबाट लिएको माला चाहिँ हामीले प्रयोग गर्नु हुँदैन। अनि अर्को पनि छ। अब अर्को चाहिँ के छ भने जेनले फ्रोकपादाङ अरूलाई लुटेर लिएको माला। अनि ह्लाला जेन्गी फुलबादाङ अनि देउतालाई चढाएको माला। ह्लाइ गेन्ने टोलबादाङ देउतालाई चढाएकोबाट फुकालेर लिएको माला। टाङ माडिक्पा गन्ती नपुगेको माला। मेइ छिक्पा आगोले पोलेको। ढिन्डोई गुम्बा पशुले नागेर गएको। झाची सेवा सोक भनेछ चारा अनि यो मुसाहरूले खाएको। ngakla tamsel मन्त्रमा चाहिँ यो झापमा चाहिँ तम्सेल समय बङ्गा हुने भएको हुनाले चाहिँ यो चाहिँ प्रयोग नगर्नु भनेछ।
갈데 탁바 체규나 यदि धागो चुन्डियामा मालाको धागो चुन्डियामा स्याक बार माछे न्युर्दु दिन नबिराइकन छिटो सप फेरि उनिनु भनिन्छ। अब यदि माला चुन्ड्यो भने छिटो छिटो फेरि उनिनु पर्ने रहेछ। दिन नबिराइकन छिटो छिटो फेरि उनिनु भने लेखेको छ। छुल्सिन चेबे ठेङ्वा तेला ढाङबे ङाक गाङइन भुम्युर्दु डोबर सुङसिङ। अब यसरी नियमपूर्वक प्रयोग गरेको जापमालाबाट चाहिँ त्यो मन्त्र चाहिँ जुन जाप गरिन्छ त्यो मन्त्र चाहिँ लाखौं गुणा बढी फैलिन्छ भनेछ। भुम्युर्दु डोबर सुङसिङ भने जेनयाङ तेङिदले। अनि अरू के भनेछ भने चाहिँ कप कप राम्ने क्यार्ना जाङ भन्छ। बेला बेला आफ्नो मालालाई चाहिँ राम्ने प्राण प्रतिष्ठा गरेमा राम्रो भनेछ। बीच बीचमा हाम्रो मालालाई चाहिँ राम्ने प्राण प्रतिष्ठा गरिरहनु पर्नेछ। कप कप राम्ने क्यार्ना जाङ बेला बेला राम्ने प्राण प्रतिष्ठा गर्यो भने राम्रो हो। शेसुङबाट त्यस्तो भनेछ। काप्सु चिन्लाप क्यारवा मेन्गा हिनु। अब यस्तो गरेमा चाहिँ अधिष्ठान चाहिँ फेरि प्राप्त गर्ने तरिका हो रे। लोबोन चेम्बोई। लोबोन चेम्बो भन्यो भने यो पद्मसम्भव भन्यो हो। पद्मसम्भवले लुङ डङ्सी गर्नुभएको छ। उहाँले आगाम लुङ डङ्सी गरेर आगाम दिनुभएको छ। के भनेछ भने पद्मसम्भवले के भन्नुभएको छ भने यहाँ हेर्ने चाहिँ छुल्दाङ देम्बे ठेवाचिक हुनुपर्ने पुरा भएको एक माला लुदाङ ट्रिप्तर मिटालटोक शरीरसँग छाया जस्तो गरेर नछुटिनु। ठेउवे तम्चिक चवाइन मालाको समय भनेको चाहिँ ठेउवे तम्चिक चवाइन मालाको समय भनेको चाहिँ मूल हो। मालाको समय मूल हो। हेलाक ताम्ची माङसेक्याङ अरू धेरै समयहरू बताए पनि दोर्दु दितर्सिय वर्ष सर्टकटमा चाहिँ संक्षेपमा चाहिँ यसरी बताएको छ। ठेवा जेनला मितेन्सिङ माला अरूलाई नदेखाऊ। लिकी ट्रेतङ भटाल्ना आफ्नो शरीरको न्यानोपन लिकी ट्रोतङ भटाल्ना आफ्नो शरीरको न्यानोपनबाट टाढा नपाएमा काङटुप न्युर्दु टुबर ग्युर जति साधना गर्छ त्यो प्राप्त हुन्छ भनेछ। तेजिन जेनकी लाग्मिटिम त्यसरी आफ्नो माला अरूको हात नपरुन्। खेपर तम्यम टिप्चेन्दङ विशेष गरी वचन विशेष गरी शील समाधि विशेष गरी समय तोडेको र पापी मान्छे राङदाङ तम्चिक मिचिकपे हामीले पालन गर्ने आफूले पालन गर्ने समय बाहेकको मान्छे मि लाग्दु मिटिम चे त्यस्तो मान्छेको हातमा नदिनु भनेछ। देवा चेदु टेम्बाले जाप गर्ने बेला प्रयोग गर्ने बाहेक तिमिन लाग्ला डेन्बा मिन बिना समय हातले चलाइन तिमिन लाग्ला
डेम्बामिन बिना समय हातमा चलाइरहनु हुँदैन भनेछ, चलाइ नरहनु भनेछ। अथवा बिना समय हातमा खेलाइरहने गर्नु हुँदैन भन्ने अर्थ रहेछ। मिगी चिले स्यार्मिजा अनि अरूको फोहोर मैला पर्न दिनु हुँदैन अरे। राब्ने मितेन ठेवानी अनि राम्ने नगरेको अथवा प्राण प्रतिष्ठा नगरेको माला नामयाङ च्याङबर मिचा सिंहले त्यस्तो माला कहिले प्रयोग गर्नु हुँदैन अरे। प्राण प्रतिष्ठा गर्नुपर्छ, प्राण प्रतिष्ठा गरेन भने त्यो प्रयोग गर्नु हुँदैन भनेछ। राब्ने देम्बे ठेवादे प्राण प्रतिष्ठा राम्ने गरेको माला त लेजेन मिचा साङबर च्या अरू काममा प्रयोग नगर्नु, घोप्टे राख्नु भनेछ। सला मिजा याल मिदोर भुइँमा नराख्नु, टाढा पनि नराख्नु भनेछ। ठेवा लेचेन सेचा हो, अब ठेवा लेचेन हो भनेछ। रिक मिथिन नाम देव मिचा आफ्नो एउटै कुल बाहेक अरूलाई प्रयोग नगर्नु, अरूलाई नदिनु भनेछ। से सुङसिङ ngaक टङ्बे छे मन्त्र जाप गर्ने बेला मितम सोर्ना ठेङदोक जी आफूले जाप गरिरहेको छ त्यतिखेर कुरै अब बोल्नै पर्ने मान्छे अथवा प्रायः त हामी बोल्दैनौँ तर बोल्नै पर्ने मान्छे आयो भने हामीले बोल्नु पर्यो भने चाहिँ अब प्रायश्चित चाहिँ के छ भने चाहिँ ठेङदोक जी भनेछ। ठेङदोक जी अब 4 वटा मालाको दाना चाहिँ फेरि क्यान्सल गर्नुपर्छ, गनेकोबाट नगनेकोमा हाल्नुपर्छ। मानौ एक उदाहरणको लागि हामीले जब गरिरहेको छ 20 वटा ठेङदोक 20 वटा मालाको दाना गनिसकेको थियो भने त्यतिखेर कुनै मान्छेसँग बोल्नु पर्यो भने चाहिँ फेरि 4 वटा चाहिँ माइनस गर्नु पर्यो, घटाउनु पर्यो। 20 मा 4 वटा घट्यो भने चाहिँ 16, अब फेरि 16 वटादेखि गर्नु पर्यो। त्यसरी 4 वटा घटाउने भनेछ ठेङदोक जी। लो लुना अब खोक्यो भने खोक्यो भने चाहिँ nga लो लुना nga 5 वटा घटाउने, फेरि गनेकोबाट चाहिँ नगनेकोमा हाल्ने 5 वटा। लो लुना nga खोक्यो भने चाहिँ 5 वटा। लालना सुम लालना भनेको चाहिँ हाई गरेर अब कुनै बेला हामीले निन्द्रा लगाएर हाई गर्छ नि, त्यसरी हाई गर्यो भने चाहिँ अनि 3 वटा मालाको दाना चाहिँ माइनस गर्नुपर्छ अरे। गनेकोबाट नगनेकोमा हाल्नु पर्यो, फेरि पछाडि गएर 3 वटा माला दाना पछाडि गएर त्यहाँबाट गर्नु पर्यो। ढितना च्यु आछु गर्यो भने चाहिँ 10 वटा घटाउनु पर्छ रे। आछु गर्यो भने चाहिँ 10 वटा घटाउनु पर्छ। ढितना च्यु छिमा दोर्ना चिक अब हाम्रो र्याल थुक्नु पर्यो भने चाहिँ हामी थुक गर्नु पर्यो भने चाहिँ एउटा घटाउनु पर्छ। छिमा दोर्ना चिक नाम मिची पर ngaक्रिक पा नाम सुङसो। अब यो मन्त्रको कुलभित्र चाहिँ यस्तो कुराहरू बताएको छ रे। अब चाहिँ के छ भने हामीले चाहिँ अब कसैसँग बोल्नु पर्यो भने जाप गरेको बेला कसैसँग बोल्नै पर्यो भने चाहिँ अनि 4 वटा मालाको दाना चाहिँ माइनस गराउनु पर्यो, नगनेकोमा हाल्नु पर्यो। अनि खोक्यो भने चाहिँ 5 वटा घटाउनु पर्यो, नगनेकोमा हाल्नु पर्यो। अनि हाई गर्यो भने चाहिँ 3 वटा घटाउनु पर्यो। अनि आछ्युङ गरेमा 10 वटा घटाउनु पर्यो। अनि थुक्नु पर्यो भने चाहिँ एउटा घटाउनु पर्यो। यस्तो चाहिँ मन्त्रको कुलभित्र बताएको छ अरे। त्ययाङ थिन्दुवानी न्यम्बे लाक्चे खाकुङचिर अब यो मालाको जाप गरिसकेपछि यो माला लिएर कुनै अब देवताको मन्त्र जाप गरिसकेपछि त्यसको अब बढी भएको र कम भएको पूर्ण गर्नको लागि चाहिँ याङसाल अब यो याङसाल
याङसाल भनेको चाहिँ याङ भनेको चाहिँ आ इ उ हो स्वर भर्ना, साल भनेको चाहिँ काखा गागा ङा गरेर त्यो 30 काखा गागा ङा चाचा जाजा यहाँ भने यिनीहरू चाहिँ याङसाल भन्छ यो दुईटा। अनि हिक्या भजसतो ओम भजसतो यसले चाहिँ अनि ए धर्म चे लेन्सुङ यो तीन चोटि पढ्नुपर्छ। हामीले कुनै पनि मन्त्र जाप गरिसकेपछि चाहिँ आ इ इ उ उ रि रि लिरी ए औ अम्मा भने यो 3 चोटि, अनि काका गागा ङा चाचा जाजा टटना काका गागा ङा चाचा जाजा टटना दादा पापा ममा यो लाइनको चाहिँ 3 चोटि, अनि हिक्या ओम बा सतो समय मनु पालय भन्ने यो 3 चोटि, ए धर्म हेतु प्रभव हेतु अन्त्य सङ्गत भन्ने यो 3 चोटि पढ्नुपर्छ रे। यसले के गर्छ भन्ने चाहिँ यो पढ्यो भने चाहिँ अघि हामीले जाप गर्दाखेरि जाप बढी भएको र कमी भएको चाहिँ यसले पुरा गर्छ अरे। अनि थार क्षेत्रीय छ अरे लास्टमा चाहिँ अन्तिममा चाहिँ अनि त्यसको के गर्ने भने अनि छोपा र त्योपा गर्नु अरे छोपा र त्योपा गर्ने अरे। अनि लास्टमा चाहिँ छोपा र त्योपा आफ्नो आफ्नो यो चाहिँ जुङ अनुसार आफ्नो आफ्नो पुस्तक भित्र लेखे हुन्छ यो त्यही अनुसार हेरेर गर्नुपर्छ। अब ङाकी ढुदेन्नी अब मन्तरको एउटा एउटा अक्षरको अर्थ तेयाङ पण्डिता चोन्डु पल सोकी कोङबा ताकि चिक्तुदी भने। अब यो मन्तरको वर्णको अर्थ चाहिँ पण्डित चोन्डुपाल भन्ने र उहाँहरूको सबैको एकै अर्थ आउने विचार चाहिँ यहाँ छ अरे। यहाँ चाहिँ अब यो पढ्दाखेरि चाहिँ हामीले के पढ्नु पर्यो भने चाहिँ यो वाचन गर्दाखेरि चाहिँ ओम रुचिरा मणि प्रवर्ताया हुँ, ओम रुचिरा मणि प्रवर्ताया हुँ, ओम रुचिरा मणि प्रवर्ताया हुँ। अब यसको अर्थ ओम भनेको चाहिँ मङ्गल, टासिबे दोन्तो भनेछ, रुचिरा भनेको चम्किलो राम्रो चमकदार, रुचिरा भनेको चाहिँ भर्वा हम जाङ्बो हम फुल्दु जुम्बे भनेछ, मणि भनेको चाहिँ मणि रत्न नोर्बु, प्रवर्ताया भने पूर्ण फानको लगाउनु, पूर्ण फानको लाउनु, पूर्ण चक्कर लाउनु रे, राप्तु खोरपर युचिक भनिन्छ, हुङ भनेको चाहिँ बुद्धको कृपा पुकार, ग्यालवा थोक्यु कुल्बे धोन शेष हुन्। अब दोस्रो खालको मन्त्र चाहिँ यसो छ। अब दोस्रो चाहिँ अलिकति फरक छ। दोस्रो चाहिँ ओम रुचिरा मणि प्रवर्धनाय सोहा, ओम रुचिरा मणि प्रवर्धनाय सोहा। ओम मङ्गल अर्थमा, टासिबे द्वन्द्व, रुचिरा भने चम्किलो राम्रो, भर्वा हम जाङ्बो हम फुल्दु जुम्बे, मणि रत्न नोर्बु, प्रवर्धनाय भनेको चाहिँ एकदम बढाउनु रे, रप्तु फेलवाला, सोहा भने अधिष्ठान गरिदिनुहोस् भने, चिङ्गी लोप्सिग यो चाहिँ चिन्गी भन्नु पर्नु पर्यो। हामीले प्रायः जस्तो गल्ती चाहिँ के गर्छौँ भने चिन्जी भनेको चिन्जी होइन है। चिन्जी भनेको त अब कुनै अब हाम्रो नेपालको समुदायभित्र चिन्जी भनेको कुनै त सिधे हो भन्ने नै अर्थ लाग्न सक्छ। अब यो चाहिँ चिन्गी लोप्सिक भने, चिन्गी लोप्सिक भने, चिन्जी नभने चिन्गी लोप्सिक, चे सुङ भने। अब के अब यहाँ निप्पा काङ्ने सुङ भने अब दोस्रोमा चाहिँ कहाँबाट बताएको हो त, यो मन्त्र चाहिँ कहाँबाट बताएको छ भने चाहिँ फाक्पा नोर्पो छेम्बो केबे स्याल्मे खाङ सिन्धु राप्तु नेवा सङ्वा तम्बे सङ्बे छोगा सिमोगी क्याल्बो सेचाबे जुङ सेचावाले। अब यो माथिको यस्तो नाम गरेको छौभित्र चाहिँ के लेखेको छ भने चाहिँ ओम रुचिरा मणि प्रवर्ताया हुँ टाङठेङ्गी ङाक्सो भनिन्छ। अब यो अघिको यो पुस्तकभित्र चाहिँ के लेखेको छ भने ओम रुचिरा मणि प्रवर्ताया हुँ भन्ने मन्त्र यो लेखेछ। अनि टाङठेङ्गी ङाक्सो यो चाहिँ झापमालाको मन्त्र हो भनेर छ।
ngakde लेन्दुन टङठेङला ताप्ते धेचेतना। यो मन्त्रले चाहिँ 7 चोटि झापमालामा पुग्यो भने तेजिन शेख पथमजीकी सुङबे। अब सबै तथागतहरूले बताउनु भएको ngakte tak थम्जी देवर त्युसिङ सबै तथागतहरूले वाचन गर्नुभएको मन्त्रहरू ती सबै जाप गरेको जति हुन्छ भने चेटक ठकठिक क्या तोङठा धुमा याङ देवर किरो। अब यसरी अब कति अब चिवा करोड 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 साया अब त्यस्तै अब यो चेटक ठक ठिक क्या तोङठा यस्तो धेरै जाप गरेको जति पाउनुहुन्छ भनेर लेखेको छ। चे सुङ भने यस्तो बताउनु भएको छ अरे। अब दोस्रो चाहिँ के छ भने रिन्छेन तेर्जेकी देव छेम्पोर थुन्छम नालजोरला न्येबर खोवा सार्निङगी तामङाक निङबु दुबा शे चाबे नाङदु। अब यो रेन्जेन तेर्जेत हाम्रो तेरको रेन्जेन तेर्जेतको ठुलो पुस्तकभित्र थुन्जम नालजोरला न्येबर खोवा थुन्छम भनेको थुन भनेको चाहिँ अब हामीले यो थुन बस्ने जाप गर्दाखेरि सुरु गरेदेखि पारे त्यो जाप नारोकेसम्मको बिचको चाहिँ थुन्छम भने थुन्छम। त्यस्तै जापको समय भनौँ न जापको समयको विषयमा योगीले गर्ने जापको विषयमा भने एउटा जाप गर्ने योगीको लागि आवश्यक पर्ने न्येबर खोवा सार्निङ भन्ने नयाँ र पुरानो तामङाक उपदेश निङबो अब त्यसको सार दुबा त्यसको सारांश भन्ने यस्तो पुस्तकभित्र चाहिँ के लेखेको छ भने चाहिँ ओम रुचिरा मणि प्रवर्धनाय सोहा भन्ने लेखेछ अरे। यो लेखेछ अरे। यहाँ के लेखेछ भने धुन नाम सुम 7 कि 3 देवे ngaki नुबा बुम दुकिएबर सुङसु रे। अब यो ओम रुचिरा मणि प्रवर्धनाय सोहा भने यो मालाको धारणी मन्त्र चाहिँ 7 चोटि और 3 चोटि जाप गरेमा चाहिँ ngakको मन्त्रको शक्ति चाहिँ बुम दुकिएबर किरो लाखौं गुना वृद्धि हुनेछ भनेर लेखेको रहेछ। अब यो चाहिँ संक्षेपमा महत्त्वपूर्ण तथ्यहरू मात्रै सङ्कलन गरेर मैले यो दुईटा केरिमको पुस्तकबाट साबर गरी तपाईहरुलाई प्रस्तुत गरेको छु। अब यसमा राम्रोसँग सुनेर यो मालाको मन्त्र प्रयोग गर्नुहोस् र सिद्धिको लाभ छिटो भन्दा छिटो प्राप्त गर्ने कोसिस गर्नुहोस्। धन्यवाद।